आज हामी क्लास 12 को थर्ड स्टोरी अ डिभोटेड सन को बारेमा चर्चा गर्न गइरहेका छौं। अ डिभोटेड सन एक छोटो कथा हो जसले एउटा परिवारभित्रको जटिल सम्बन्ध र बुबा छोरा बीचको बदलिदो सम्बन्धलाई देखाउँछ। कथा बर्मा परिवार वरिपरि केन्द्रित छ। राकेश त्यो पात्रको नाम हो। राकेश गरिब परिवारमा जन्मिएको हुन्छ। उनका बुबा बर्मा गाउँमा तरकारी बेचेर परिवार चलाउँछन्। उनी शिक्षित हुँदैनन् तर अत्यन्त मेहनती हुन्छन्। उनी आफ्नो परिवारको जीवन स्तर बदल्ने सपना देख्छन्। यही सपना राकेशले पूरा गर्छन्। जब उनी परिश्रम गरेर एक प्रसिद्ध डाक्टर बन्छन्, उनी आफ्नो परिवारमा पहिलो शिक्षित व्यक्ति पनि बन्छन्। राकेश बाल्यकालदेखि नै अनुशासित, बौद्धिक र मेहनती हुन्छन्। बुबा आमाको माया र संस्कारले उनीभित्र संस्कार, करुणा, जिम्मेवारीको भावना विकास हुन्छ। उनी राम्रो विद्यार्थी बन्दै चिकित्सा अध्ययन पूरा गर्छन् र उच्च शिक्षा गर्न अमेरिका जाने अवसर पाउँछन्। यसैबीच उनकी आमाले गाउँकी एक अशिक्षित केटीसँग उनको विवाह गराइदिन्छन्। पछि राकेश भारत फर्किएर विवाह गर्छन् र शहरको अस्पतालमा काम गर्न थाल्छन्। बिस्तारै उनी सफल डाक्टर बन्छन् र आफ्नो क्लिनिक पनि खोल्छन्। परिवार र समाजले उनको सफलताको धेरै प्रशंसा गर्छन्। तर परिवारमा सङ्कट सुरु हुन्छ जब उनकी आमाको मृत्यु हुन्छ। यसले सम्पूर्ण परिवारलाई भावनात्मक रूपमा कमजोर बनाउँछ। केही समयपछि उनका बुबा पनि बिरामी पर्छन्। अब राकेश आफ्नो बुबालाई गुमाउन चाहँदैनन्। उनी बुबाको स्वास्थ्यप्रति अत्यन्त सचेत भएर कडा नियमहरू बनाउँछन्। सही खाना, औषधि र दैनिक तालिका। उनी बुबालाई मिठाई, तेल, घिउ र मनपर्ने खाना खान दिँदैनन्। यही कारण बुबा असन्तुष्ट हुन्छन्। उनलाई लाग्छ छोरा अत्यन्त कठोर र नियन्त्रण गर्ने बनेको छ। तर राकेशको उद्देश्य प्रेम र स्वास्थ्य सुरक्षा मात्र हुन्छ। उनी विज्ञान र चिकित्साको आधारमा बुबाको उपचार गर्न खोज्छन्। अन्त्यमा बुबा र छोरा बीच विचार र भावनाको द्वन्द्व चलिरहन्छ। बाहिरबाट राकेश कठोर देखिए पनि भित्रभित्र उनी आफ्नो बुबाप्रति गहिरो माया, जिम्मेवारी बोकेका हुन्छन्। कथाले परम्परा र आधुनिक विज्ञान बीचको द्वन्द्व, पुस्तागत अन्तर र पारिवारिक सम्बन्धको जटिलतालाई उजागर गर्छ।